हेलो, नमस्ते सबैजनालाई। वेलकम छ मेरो नयाँ मिनी ब्लगमा। अस्ति चाहिँ म सामान किन्न जाँदाखेरि करेन्ट नि लिएर थिएँ, खाना मन लाएर सिद्धिरहेको थियो। अनि आज चाहिँ छुट्टी थियो, गएको चाहिँ छुट्टी थियो, काम चाहिँ छ। अब खाएर जानुपर्छ काममा। अनि मैले चाहिँ बनाउन थालेँ। कोक पनि थियो मसँग चाहिँ, अनि करेन्ट अन्डा कोक खान्छु भनेर सोचिरहेको थिएँ। अनि एकैछिनमा बनिहाल्छ करेन्ट हान्यो भनेपछि त जाँगर चलिहाल्छ नि मलाई। नेपालमा हुँदा चाहिँ मलाई त्यस्तो धेरै खाना दिनुहुन्थेन कि पिरो। मलाई चाहिँ डाक्टरले पिरो नखानु नै भन्नुभएको थियो, त्यही भएर नि खाना दिनुहुन्थेन। अनि त्यही नि म अब घरमा कोही नभएको बेला लुकी लुकी नै खान्थेँ। दिउँसो त घरमा खासै कोही हुनुहुन्थेन। अब यहाँ त नखा भने नि कोही छैन। यसो कहिलेकाहीँ चाहिँ खान्छु, धेरै जस्तो खान्न। कोक पनि म धेरै खान सक्दिनँ, खाएँ भने नि थोरै खान्छु। त्यही नि अब खान मन लाग्छ अनि यसो कहिलेकाहीँ ल्याएर खान्छु। यहाँ त रामेनहरू नि पाइन्छ, तर रामेन भन्दा चाहिँ मलाई करेन्ट नै मिठो लाग्छ। खै पहिलेदेखि खाइरहेको बानी भएर हो कि रामेन चाहिँ अलिक ठस्स गनाउँछ, अनि त्यही भएर नि खाँदिनँ, म करेन्ट नै किनेर खान्छु बरु। यतिले चाहिँ अब आजलाई पुग्यो खाजा। अब म चाहिँ काममा जान्छु एकछिनमा, अनि अब 2-3 दिन खाँदिनँ भन्छु, अनि फेरि खान मन लागिहाल्छ। त्यही खाने बेला नि मलाई चाहिँ मोबाइल हेर्नुपर्छ, नत्र खाए जस्तै लाग्दैन। बानी नै भइसक्यो अहिले त। अहिले भन्दा नि अब पहिलेदेखि खाना खाने बेलामा नि जे खाने बेलामा नि मोबाइल नै हेर्दै खाएको हुन्छ, अनि त्यही भएर नि बानी भएको अहिले नि त्यही हो। मेरो भिडियो यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। आजलाई यति नै, बाई बाई।